बहिनी म त्यसलाई पत्ता लगाउन जाँदै थिएँ मलाई बीचबाटमै केही गुण्डाहरूले आक्रमण गरे तर म अहिले अन्तै आएको छु मैले प्रहरीलाई त्यसको घरको ठेगाना दिएको छु र प्रहरी त्यहाँ पुगे पनि तर त्यो घरमा छैन अब के हुन्छ त दाइ जे हुन्छ राम्रैकै लागि हुन्छ भन्ने विश्वास गर बहिनी बरु तिमी पनि घरबाट बाहिर ननिस्क तिम्रो ज्यानलाई पनि खतरा हुन सक्छ म गाउँ जान लागेको थाहा पाएर त केही गुण्डाहरूले मलाई आक्रमण गरेर झन्डै मारेका थिए तर मैले तिनीहरूलाई प्रहरीको जिम्मा लगाइसकेको छु र मलाई जहाँसम्म लाग्छ तिनीहरू पनि त्यही अपराधीले खटाएका मान्छेहरू हुनुहुन्छ यहाँ हेलो गाइस वेलकम टु ब्याक टु माई युट्युब च्यानल फेरि पनि म सदाको जस्तो नेपाली सिरियलको रिभ्यू लिएर उपस्थित भइसकेको छु भने साथीहरू आखिरमा भने साथीहरू यहाँ निरा भने साथीहरू मितैले भने एकदमै गुण्डाहरूले आक्रमण गरेको हुन्छन् तर पनि साथीहरू त्यो आक्रमणलाई साथीहरू मितैले पराजित पारेर साथीहरू जेलको कोठीमा पुर्याइदिइसकेका छन् तर पनि साथीहरू अब भने जुन चाहिँ काम लिएर गएको हुन्छन् त्यो काम भने साथीहरू मिट्दै भने असफल हुन्छन् पक्कै पनि साथीहरू अब भने ती गुण्डाहरू कहाँ छन् त पक्कै पनि साथीहरू ती गुण्डाहरू अगाडि नै सूचना पाएर भागिसकेको रहेछन् भनेर हामीले बुझ्न सकिन्छ है त ठुलै षड्यन्त्र चलिरहेको छ बहिनी त्यसैले तिमी पनि घरबाट बाहिर ननिस्क यदि तिमीलाई केही भयो भने त दाइ हजुरको ज्वाइँ त्यस्तो अवस्थामा हुनुहुन्छ अनि म ननिस्किएर कसले निकाल्छ हजुरको ज्वाइँलाई त्यहाँबाट प्रहरीले निकाल्छ बहिनी प्रहरीले आफ्नो काम गरिरहेका छन् त तिमी चिन्ता नगर न दाइ मेरो मनमा के बितिरहेको छ म त्यो शब्दमा भन्न सक्दिनँ तर हजुरले महसुस गर्न सक्नुहुन्छ दाइ अब भन्नुहोस् म के गरौँ सबैभन्दा पहिलो कुरा त तिमी नाच मैले भनेको मान आफ्नै ज्यानको सुरक्षाको लागि भए पनि तिमी भान्जीसँग घरमै बस यता साथीहरू पक्कै पनि मितदाईले भनेको एकदमै सही कुरो किनभने साथीहरू कान्छी अहिले बाहिर निक्लिनु उचित हुँदैन किनभने साथीहरू मितदाईले त समेत साथीहरू हामीले पक्रिन आयो भने ती गुण्डाहरूले मान्छे लाएर कुट्न यहाँदेखि मार्न पठाएको थियो भने साथीहरू यतिकैमा साथीहरू मितदाई कमजोरी भएको भए पक्कै पनि साथीहरू मितदाईको ज्यान तलमाथि हुने थियो धन्नै साथीहरू मितदाई भने जस्तो कमजोरी थिएनन् र बचेर भने ती गुण्डाहरूले जेलमा लगाइदिइसकेका छन् र साथीहरू पक्कै पनि अब बिस्तारै अब अपराधीको छेउमा पुग्न लागिसकेको छन् ती गुण्डाहरू पनि मितदाईलाई कुट्न लागेको गुण्डाहरू पनि पक्कै पनि खटाइएको उनीहरूकै केटाहरू हुनसक्छ र त्यहीँबाट अनुसन्धान गर्दाखेरि पक्कै पनि अब भने सागरलाई फसाउने गुण्डाहरू समक्ष चाँडै नै पुग्नेछन् भन्ने हामीले आशा गरौँ है त म तिमीलाई खबर गर्छु तर दाइ बहिनी यो तरसर छोडिदेऊ त तिमी मैले भनेको मान्दैन खुर्क घर गएर बस त जाऊ मितदाईले साथीहरू कान्छीकै लागि नै भलोको लागि नै भनेको हुन् साथीहरू अब भने यतिखेर कान्छी बाहिर निक्लिनु भने साथीहरू आफ्नो ज्यानको जोखिम नै हुनु हो साथीहरू किनकि साथीहरू मितदाई जस्तो मान्छेले त साथीहरू गुण्डाहरूले मान्छे लाएर भने आक्रमण गराउन खोज्यो भने कान्छी भने झन् छोरी मान्छे एक्लैले के गर्न सक्थ्यो र साथीहरू र अहिले भने मितदाईले भनेको कुरो नै कान्छीले मान्दाखेरि एकदमै उचित हुन्छ भनेर हामीले विश्वास गर्न सकिन्छ है तर कान्छीले पनि त्यसै गर्दैछन् के गरौँ कसरी ज्वाइँलाई निकालौँ त्यहाँबाट अब म घरै जान्छु जेठी सासूलाई कानुनी दायरामा नल्याएसम्म त्यो मेरो सानो हुँदो अपराधीलाई कानुनी दायरामा ल्याउन निकै गाह्रो पर्छ
छुटे त? साथीहरू यता भने कान्छीका बुवालाई पनि गाउँमा भने साथीहरू अब भने खिल्ली उडाउन थालिसकेका छन्। किनभने साथीहरू हुन त अब सागर एक दिन त छुट्छ नि, तर पनि साथीहरू हेर्नु त साथीहरू आफ्नो ज्वाइँको बारेमा कुरा काट्दाखेरि साथीहरू कति समस्या र गाह्रो हुन्छ। बोल्नुहुन्न त काका, के भयो? तपाईँको ज्वाइँ निर्दोष साबित भएर छुट्नु भयो त? छुट्नुहुन्छ केही दिनपछि। केही दिन भने चाहिँ कहिले? जहिले छुटे पनि तिमीहरूलाई किन चाहियो अहिले? चुप्प ल्याएर आफ्नो आफ्नो काम गर न। तिमीहरूलाई मेरो ज्वाइँको साँच्चीकै माया लागेको छ, दया लागेको छ भने नि मेरो ज्वाइँलाई फसाएर त्यसरी फरार हुने अपराधीहरूलाई समाउन प्रहरीहरूलाई सहयोग गर न। त्यस्ता एकदमै कुरो सही हो साथीहरू। यता कान्छेको बुवाले भनेको पनि एकदमै सही हो, तर पनि साथीहरू समाजमा कतिपय मान्छेहरू साथीहरू सही हुन्छ भने कतिपय असही पनि हुन्छन् भने हामीले यहाँ टेली सिरियल मार्फतदेखि हामीले बुझ्न सकिन्छ। तर साथीहरू सहयोग गर्ने भावना नै हुनुपर्छ हामी भने, किनभने साथीहरू आफूलाई पनि एक दिन त्यस्तै पर्न सक्छ भनेर। तर पनि साथीहरू अब भने सागर पक्कै पनि छुट्टिन्छन् भनेर हामीले विश्वास गर्न सकिन्छ र भने कहिले छुट्छन् भन्ने यो चाहिँ हामीले ग्यारेन्टी दिन सकिँदैन। किनभने साथीहरू अब भने सागरलाई फसाउने गुन्डाहरूले लगाइएको केटाहरू मिताईले कुटाइसकेपछि ती केटाहरूले अनुसन्धान पुलिसले सुरु गरिसकेपछि अब भने साथीहरू धेरै टाइम लाग्दैन सागर निर्दोष साबित हुनलाई है त। अपराधीहरूलाई खोज्नु, सजाय दिनु कानुनको मात्रै होइन, हाम्रो पनि जिम्मेवारी बन्छ। कसैलाई सहयोग गरौँ, को रहेछ अपराधी भनेर पत्ता लगाउनेतिर कसैको ध्यान छैन। प्रहरीले जसलाई समात्यो बुझ्दै नबुझिकन उसैको विरुद्धमा जे पाए त्यही बोल्न बाहेक केही आउँदैन होइन तिमीहरूलाई? साथीहरू यता भने गाउँमा रहेका केही नराम्रो मान्छेले गर्दाखेरि भने साथीहरू यता भने कान्छीको बुवाको हातमा मनोबल भने घटाइदिने विचार गरेका थिए भने, तर पनि साथीहरू कान्छीको बुवा पनि एकदमै साथीहरू चलाक छन्। उसले बोलेको छ जे पाए त्यही। प्रहरीले जसलाई पक्रेर लगेको छ उसको गल्ती नभए त लाँदै लाँदैन। गाह्रो छ, एकदम गाह्रो छ। एकपल्ट फसिसकेको मान्छे छुट्न गाह्रो छ। त्यही भएर अँध्यारो मुख लाएर हिँडेका यी काका हो त नि। जाऊ जाऊ। पक्कै पनि साथीहरू यहाँ छिमेकीले भने जस्तो चाहिँ पक्कै पनि सजिलो चाहिँ छैन। पक्कै पनि साथीहरू उनीहरूले जे भनेको छन् एकदमै नबुझिकन भ्रममा परेर भनेको छन्। अब भने साथीहरू गल्ती गरेकै छैनन् भने साथीहरू अब भने पक्कै पनि साथीहरू सजिलो कसरी पाउँछन् त सागरले। साथीहरू अब भने यदि सागरको अपराधीहरू पक्कै पनि चाँडै भेट्यो भने सागर निक्लिन्छन् नै, नभेट्यो भने पक्कै पनि निक्लिन्छन् भन्ने हामीले आशा गरौँ साथीहरू। तर पनि साथीहरू एक दिन सागर अवश्य पनि निक्लिन्छन्, यो चाहिँ एकदमै ग्यारेन्टी हो। र साथीहरू हामी भिडियोको अन्त्यमा पनि आइसकेका छौँ। अर्को भिडियोमा भेट्ने बाचा गर्दै साथीहरूलाई अहिले म चाहिँ बिदा हुन चाहन्छु साथीहरू। र तपाईँहरूलाई अहिलेको भाग कान्छी कस्तो लागेको छ त? अब सागर चाँडै नै निक्लियोस् भन्न चाहनुहुन्छ भने साथीहरू भिडियोलाई सक्दो सेयर गर्न नबिर्सिनु होला है त।